आत्मनिर्भर आत्मविश्वासलाई सशक्त बनाउने काम गर्छ। आजको रनवे एम्प्युटी रनवे 2025 को थिम पनि निर्मला भण्डारी आफैले इमेजिन गरेर आज हामीले यो कार्यक्रममा उपस्थित भएका छौँ। उहाँ आफै एम्प्युटी भएर जीवन बिताउँदै आउनु भएको छ र उहाँले आफू र आफू जस्तै व्यक्तिहरूका लागि चाहिँ जीवन सहज बनाऊ, उहाँहरूलाई पनि प्लेटफर्म दिऊ, अगाडि बढाउँ उहाँहरूलाई भनेर यो आजको कार्यक्रम आयोजना गरेको हो। डिसेबिलिटिजको सेक्टरमा काम गर्नुहुन्छ। यसै गरी हाम्रो पार्टनर रहेको छ SEA सेल्स एक्सलेन्स एडभर्टाइजर लिमिटेड। उहाँहरूले चाहिँ सेल्स रिलेटेड एडभाइसहरू दिनुहुन्छ। यो पनि UK बेस्ड कम्पनी हो। सो आजको हाम्रो ओपनिङ सेसन भन्दै गर्दा हाम्रो पार्टनरहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। उहाँहरूको साथ र सपोर्टले गर्दाखेरि नै आज हामी यो कार्यक्रम गर्न सफल भएका छौँ र हाम्रो जुन एउटा उद्देश्य छ, हामी पनि छौँ, हामी पनि यो डिसेबिलिटिजले हामीलाई रोक्न सक्दैन, हामी अगाडि बढ्नुपर्छ, हामीले हामी जस्ता व्यक्तिहरूका लागि अवेरनेस क्रिएट गर्नुपर्छ भन्ने खालका मेसेज अझै बढी स्ट्रङली अगाडि लानको लागि उहाँहरूले हामीलाई सपोर्ट गर्नुभएको छ। उहाँहरूको साथ र सहयोग नभएको भए पक्कै पनि आज हामीले जुन कार्यक्रम अर्गनाइज गरिराखेका छौँ त्यो हामीले यस्तो राम्रोसँग र यति मजाले गर्न सक्ने थिएनौँ। सो उहाँहरूलाई धेरै धेरै धन्यवाद। सो यति भनिसके पछाडि हामीले कुनै पनि